आज चाहिँ हामी ठ्याक्क मामाहरूसँग कन्सर्ट जान लागेको अवस्था होइन। ठ्याक्क अहिले चाहिँ म भर्खर नुहाएर निस्केको टाउको मात्रै, किनकि अघि भर्खर कपा काटेर आएको अवस्था म होइन। ठ्याक्क लाएर यसो भन्ने कुरा हुन्छ। ठ्याक्क लाएर अनि कन्सर्टतिर चल्दैछन् हामी। कतिजना 3 4 5 6 जना हुन्छ होइन कन्सर्ट जानलाई। अब ठ्याक्क लाएर एकैछिन म अब रेडी भएपछि भेट्छु म ठ्याक्क गाइज। पिस आउट हो न। त्यसोसम्म प्लिज सबैले यो सबै भिडियो हेरिदिनु होला। रमाइलो कुराहरू हुन्छ अहिले, त्यही भएर ठ्याक्क लाएर केटा हो च्याप्प केटा। यो चाहिँ मेरो फाइनल लुक होइन। कस्तो छ केटाहरू तलबाट आउँदैछ होइन। 3 जना ठ्याक्क 3 जना त्यहाँबाट आउँदैछ। मोबाइल अलि खतरनाक भएर क्वालिटी अलि राम्रो आइरहेको छ। अब चाहिँ एकैछिन कुर्नु पर्यो हुन्छ केटाहरूलाई। अनि त्यसपछि भेटौँला केटा हो च्याप्प लगाएर। ठ्याक्क केटाहरू आएपछि चाहिँ म क्यामेरा खोल्छु है। केटा अहिले चाहिँ बन्द गर्छु, किनकि मोबाइलमा धेरै चार्ज नै छैन। यो चाहिँ है गाइज, यो चाहिँ म पहिला पढेको स्कुल हो न। यो पछाडिको दुईवटा सेतो र पहिलो बिल्डिङ हेर्दा सानो हो तर ठुलो हो होइन। ल गाइज अहिले भेट्छु म। केटा उस थुकिहाल्ला नि। ठ्याक्क अहिले चाहिँ केटाहरू भेटेको अवस्था 3 जना। ओ केटा हो यता हेरिदिउँ न हौ। ए लास्ट लजाउने के क्यामेरा खोलिदिनु बित्तिकै न। 3टै मामाहरू। रेस्पेक्ट ठ्याक्क लगाएर अहिले चाहिँ अब चलिदिनु लागेको अवस्था। हाम्रो एउटा गुवा खायो यी केटा अहिले चाहिँ हामी बिस्तारै हिँडिरहेको अवस्था होइन। उदिपुर ठ्याक्क छोडिदियो। एउटाको पारा यस्तो छ होइन। हामी चाहिँ ठ्याक्क 4 जना केटाहरू अहिले आउँछौँ भने ओ बेसरबाट नि आउँछ भने होइन केटाहरू। बेसरबाट केटाहरू आउँछन् रे। कहाँ केटाहरू भेटिन्छ आज थाहा छैन। ठ्याक्क लगाएर अहिले चाहिँ हामी उदिपुरबाट चाहिँ 4 जना। हाम्रो मामा क्या लजाइदिने क्या मा कसम यार। बिचरा एउटा पाइप मिलाउँदै बसिरह। ठ्याक्क लगाएर चाहिँ अहिले भेट्छु गाडी चढ्ने बेला है। गाडी चढ्ने भन्दा नि एकैछिन खरखोलामा बस्छौँ हामी, त्यतिखेर चाहिँ भेट्छु होइन केटा। झ्याप्प लगाएर गाडी कुरेको, गाडी आएको अवस्था छैन। गाडी बसायो केटा हो। ल बसायो होइन। अब हामी यहाँ चढ्ने अवस्था होइन। चढिदिने यो बसमा गाडीभित्र छिरेपछि चाहिँ म बोल्छु है त। ल केटा हो केटा हो हामी चाहिँ अहिले गाडीमा चढेको अवस्था होइन। यो माकुरी मामाश्री यो मान्छे काम छैन है केटा। यो मान्छेले जसले देखेँ नि एक सर्ट चाहिँ नहानु मलाई। लास्ट ढिलो आयो होइन आउन चाहिँ। त्यो जे होस् गाडी भेट्यो होइन। यो मामा काम छैन यहाँ सब मामा होइन। ठ्याक्क गाडी नै भेटेको अवस्था। यस्तो माल लोडेड हुन्छ। 5 बजे फर्किन्छ नि क्या। 5 बजे चल्दिन्छ। 7 बजे हो म त कन्सर्टबाट 7 बजे फर्किन्छु। 7 बजे तल नि यता त कति बज्छ अब। ल चाहिँ केटा हो अहिले चाहिँ हल्का कालो देखिरह होला म होइन। यहीँ होइन अस्ति गाडी पल्टे। यही हो। यहाँनिर चाहिँ अस्ति गाडी पल्टेको अरे यता होइन जोतेको अरे। है त केटा हो अहिले भेट्छु है म। कालो देखिरह होला। यहाँनिर ठोकेको होइन कार। कसले चढाएको फेरि भन्दाखेरि लेडी राइडर होइन। लड्कीले चढाइदियो पापा कि परी उडी चली। च्याक्क लगाएर होइन हामी चाहिँ ठ्याक्क 5 जना छ अहिले। 8-10 जना हुनु पनि बेर छैन। ठ्याक्क उहाँ गएर नि केटाहरू भेट्नुपर्छ। ल केटा अहिले भेट्छु केटा हो अहिले त हामी ठ्याक्क आइपुगेको अवस्था होइन। सब मास्क लगाउने मात्रै 2 जना लफङ्गाहरू चाहिँ मास्क नलागेको अवस्था। अब यसो खाजा खान छिर्दिएको हामी चाहिँ होइन। पारामा खाजा खान छिर्दिएको। ल केटा हो हेलो यो हिजो भर्खर युट्युब च्यानल खोलेको मैले त। मैले खोलेर बनाएर हाम्रो यहाँ काले मामा हो होइन। हाम्रो अर्को
केटाहरूले चाहिँ हामी आइपुग्नको अवस्था होइन उहीमा धन्दा मरेन यार बाटो यस्तो भयङ्कर छ हामी चाहिँ केटाहरू छ होइन तलबाट माथि दायाँदेखि बायाँ सबै छौँ होइन कता हो ओ त्यहीँ रहेछ होइन केटा हो त्यहाँ रहेछ देखेको छैन मोबाइल हल्का चिप क्वालिटी रहेछ गाइस अब चाहिँ कन्सर्ट स्टार्ट भएको अवस्था हाम्रो यहाँ मामा नि भेट गर्नु हुनु भइसक्यो हाम्रो केटाहरू ठ्याक्क यहाँ छ होइन हाम्रो लड्काहरू हाम्रो केटाहरू यहाँ छ होइन मिठो हानिदिइरहेको छ होइन केटा अहिले अगाडि गएर भेट्छु होइन केटा हामी अहिले पछाडि पुरा भाइदिँदै होइन हेर्न सक्नुहुन्छ तपाईँहरू सिलमा होइन यहाँ बाइकहरू आइरहेको छ हामी त्यहाँ अब जाएको अवस्था जाम अगाडि जाम
केटाहरूले चाहिँ भाइब चाहिँ छुट्टै हानिदिइरहेको अवस्था होइन केटाहरू यहाँ न आम्बो हामी यहाँ केटाहरू क्याक गरेर बसिरहेको छ एउटा पुरा कपेला गफानिरहेको छौँ त्यहाँ भाइब चाहिँ छुट्टै हानिदिइरहेको अवस्था कोही कोही यहाँ फेरि पटका पड्काइरहेको अवस्था कपे यहीँ छ होइन साइडमै कपे हुँदा हुँदा पनि पटका पड्का खाइरहेको साइको हानिदिन्छ ल टेन्सन ऊ बोका कराइरहेको कोही कोही चाहिँ ल फेरि नयाँ गीत आउनु लागेको छ होइन ट्याक्क लगाएर अहिले भेट्छु ठ्याक्क गीत स्टार्ट भएपछि चाहिँ भेट्छु म ट्याक्क लगाएर माया साथैमा
अब केटाले भाइब दिन्छ वाइ 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 दियो दियो केटाले दियो ओए दियो ओए दियो बढ्यो ओए केटा हो के हो यस्तो आम्बो ओए बढ्यो जे गर्छ गुन्डे भाइले गर्छ आम्बो सोरै सुकिदिएर यार केटा हो यार टेन्सन केटाहरू त अब ल है त केटा हो अहिले चाहिँ हामी होइन अहिले होइन दियो 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 आम्बो केटाहरूले छुट्टै भाइब्स दिने के ल मार्केट खाने के ल केटा हो अहिले चाहिँ कन्सर्ट भ्याइएको अवस्था होइन आज ढिलो भयो कति बज्यो 9 बज्यो 9 साढे 9 हुनु लाग्यो होइन अब चाहिँ त्यसपछि जाने मामा र म चाहिँ हिँडिरहेको छ केटाहरू अगाडि पुगिसक्यो त्यहाँ हल्का फुल्का टल्किरह होला त्यो केटाहरू कि होइन त्यस्तो भइरहेको छ केटाहरू यदि अरे आउँछु त भनेको छ होइन कहाँ यार केटाहरू यसरी रन्किरहेको छ होइन अँध्यारोमा उनीहरू उभिरहेको छन् कोही बसिरहन् कोही उभिरहेको छन् केटा अब अहिले ठ्याक्क बाइक साइक ठ्याक्क आउँछु भने बाइक आयो भने चाहिँ अब ओके बाइक आएन भने पैदल यात्रा उदिपुरसम्म तर आजको कन्सर्ट चाहिँ कसम भनेको होइन हामी 5 जना केटाहरू हुँदाखेरि चाहिँ केही भएन पछि आफ्नै ठ्याक्क यहाँको केटाहरू लोकल केटाहरू चाहिँ लता पर्न आएको अब चाहिँ हामी 5 जना केटाहरू ठ्याक्क 5 जना केटाहरू अब हामी बिस्तारै लाग्दैछौँ लाएर आज एडिट गर्न सक्यो भने आज बनाउँछु नत्र यो भ्लग चाहिँ ठ्याक्क 2-3 दिन अझै लाग्छ ए आँखा खायो क्या रोडै देखेन म भनिदिनु त बाटो होइन होला ठ्याक्क केटाहरू हामी होइन 3 जना गाडी हो क्या गाडी अब गाडी गाडी आइरहेको गाडी त नि तिमी एक प्रकारको गाडी नि ल त केटा अहिले भेट्छौँ थकेला उफ्रिने समय त उफ्रियो ल अनि ठ्याक्क लाएर खुसी गाडी इष्ट लाग्छ ओके उसँग रुबीसँग फ्रेन्ड छैन होइन गौतम समुद्र ओके म गौतम आमालाई भन्छु
र केटा आओस् धेरै धेरै सपोर्ट चाहियो होइन बल्ल 10 हो कि 10 हो कि चाहियो हामीलाई केराको थम्बा साइकलको घन्टी केटाहरूले कुर्ती बाइक आयो होइन ओटो हो ओटो ओटो ए स्कुटर रहेछ एन्टर बाइक ए मनाको भिउ ए हेरेर आयो ए खाओ रातो ए हरियो दिउ अब हल्ला गर्नु होला है यता कहिले हेरी कुच्चोको बाटो नै मेरो खबर अन्ची ए दिदी कोही छैनन् ए तिहारमा ठुल्का ए लाएर हटिन्छु त्यो मान्छेलाई मैले अझ राम्रोसँग चिन्छु कि यार होइन ल ला भने चल आउनु त भएन केराको खम्बा अन्त ए केराको थम्बा ल्याउँछु रे ए हामी 4 बजे जम्मा ल्याउँछु रे एकजना घरमा पनि छ के भने बुझ्नु बुझ्नु घरमा पनि छ आज हामी कन्सल्ट गराइयो होइन सबै आफ्नो घर जानुपर्छ रु छैन घर जा भागेर जाऊ म यता गर्छु तिमी चल्ती सिधै रोटेर जाऊ है घरमा गएर एउटा भेटिन्छ क्या बेबी आई मेरो बेबी जागा छोरो कोही बाक्का उठाइयो उठ